गाउँको बाटो च्याट्टा हामी यो पञ्चायतको बाटो निस्किँदैछौँ। यहाँबाट चाहिँ पानी छिर्ने खोल्सी नालो पुरै चिसो छ लास्टै आज। रामबाबुले केही पनि खुवाएन, पानी मात्रै खुवाएर ल्यायो। 1 घन्टा बस्यो, रामबाबुले पानी मात्रै खुवायो, पानी खुवायो अनि हामी आयौँ गाउँमा। हो गाउँको स्वादै बेग्लै स्वाद। बाँसघारी यतापट्टि बाटो पिच बाटो ती माथि अलिअलि लागिरहेको छ। चार्ज छैन मोबाइलमा, चार्ज छैन। भाले बाँड्छ यतिकै चाहिँ कस्तो राम्रो घर हो। चिसो चिसो मौसममा हिँडिराखिएको छ। ह्याप्पी न्यु इयर 2026 मा। त्यो मैले त कहिले पनि हालेन होइन। आफ्नै शैलीमा छन्। अब रामेको ड्राइभिङ स्कुल यहाँबाट थापै हालिन्छ। हरन हानेन, सुरुमै फेल भइहाल्यो रामे। लाइसेन्स चाहिँ निकालेको छ तर फेल भइसक्यो। हरन हान्नु पर्थ्यो सुरुमा। एउटा हात गोजीमा हालेर कुदेर रहेछ। यस्तो चिसो छ, एउटा हात गोजीमा हालेर चलाइरहेको छ रामेले। गयो अर्को बाइकको अहिलेकै बाइक होला। भिडियोमा फेरि आउँछु भनेर होला। ठिकै छ, हामीले भिडियो बनाउँदैछौँ। उताबाट सिधै 2पल्ट भिडियोमा तपाईँ पनि आउनुभएछ। बधाई छ तपाईँलाई पनि, तपाईँको टाइमलाई तपाईँलाई बधाई छ। अगाडि टडक छ, टडकमा चाहिँ के लोड गरेको छ। हामी अब निक्लिन लाग्यौँ। पराल पानी छ। तोरी कति राम्रो तोरी फुलेको। 3जना चाहिँ यसरी हिँड्नु हुँदैन थियो, तर पनि अब कच्ची बाटोमा ठिकै छ। साथीले यहाँ हराउनु बजाउँदैन, स्लो गऱ्यो साथीले स्लो त। हामी यताबाट आइहाल्यौँ। सरस्वती आधारभूत विद्यालयतिरको बाटो हिँड्यौँ हामी। अब चाहिँ अलिकति कच्ची बाटो आयो जस्तै, बाटो पनि पिच भएको छ। लु अब निक्ल्यो हाम्रै अब मङ्गलाएर निक्ल्यौँ हामी। अहिले चाहिँ केही पनि छैन। पहिले चाहिँ लास्टै भाइरल थियो, भाइरल पेज थियो। अहिले चाहिँ केही पनि छैन। उतापट्टि धुलो उडेको रहेछ, धुलै उडेको। अब यही हो कच्ची बाटो भइसक्यो यो पनि। एकपल्ट त राम्रो पिच थियो, बस्ने ठाउँ पनि यस्तो धुलाम्ने छ। यहाँ मान्छे कोही पनि आउन छोडिहाले, भाइरल सकिहाल्यो, आइहाल्यो होला। एकादेशको भाइरल रोड यही हो, सेल्फी रोड होइन। राम्रै सेल्फी रोड हुँदैन होला, सेल्फी रोड यही हो। यस्तो छ बाटो।
र हामीले एक्लै एक हातले कुदाइदिइरहेको छ खत्रै हो। दुईजना त मलाई टिकटकहरू देखि जस्तो लागेको हो कि होइन। बाटो त अब लडेको छ ल। त्यही अगाडि चाहिँ यसो एउटा चटपटे जस्तो रहेछ। ओहो यसो एउटा चाहिँ रहेछ खानु बस्ने ठाउँ, चटपटे पनि भइरहेको रहेछ। अरू त ठाउँ सुकिहाल्यो, त्यस्तै हो। ऊ सबै हाँस्दैछ, हामीलाई मतलबै छैन, हामी भिडियो बनाउँदै हिँड्ने हो। बाटो यस्तो छ, बाटोको हालत। अगाडिको बोर्ड चाहिँ राम्रो छ, बाटो बन्दैछ अगाडि बिच। बिस्तारै यतापट्टि बन्दैछ एसियन हाइवे, यहाँ बन्दैछ यतापट्टि। बाटो निक्ल्यौँ यहाँ बिस्तारो, अब चाहिँ गुड। यतापट्टि यो पुल बन्दैछ। अब पथरी र मङ्गलाबारी जोड्ने पुल यही हो। अब यहाँ उर्लाबारी नगरपालिकामा स्वागत छ, वेलकम टु उर्लाबारी भइसक्यो। यहाँनिर बन्दैछ, डोजरले बन्दैछ, पुल बनाउँदैछ। अगाडि आमामा कस्तो कम्पिटिसनमा आइरहेछन्। सादा यातायातले पनि हाल्दैछ मान्छे, कति बाटो कोरिँदैछ भर्खर ल। मान्छे अगाडि कुद्दैछन्, गाडी आउँदैछ, कलेजको बस हिँड्दैछ। अब यो भिडियो यहीँसम्म राखौँ, हात चिसो पनि भयो, अघि पनि आउँदा बनाएको यो भिडियो। ल ब्याट्री पनि लो भएछ।